अङ्कल यत्रो खुर्सानी खान सक्नुहुन्छ? सक्छु, किन नसक्ने नि त। मेरो त बायाँ र खेलो आज चलन गर्दैछु मुन्ट। हामीले एउटा खुर्सानी खान सकिन्न अङ्कल, यत्रो यत्रो खुर्सानी खान सक्नुहुन्छ? काटेर दिन्छु। हेर्नुहोस् गाइज कसरी खाँदै हुनुहुन्छ खुर्सानी। हामीले एउटा खान नसकिने खुर्सानी कसरी खानुहुन्छ हेर्नु गाइज। हेर्नुहोस् गाइज अङ्कलले पानी पनि लिनु छैन, यस्तरी खाँदै हुनुहुन्छ गाइज। हामीले एउटा खान सकिन्न खुर्सानी गाइज। हेर्नुहोस् कसरी खाँदै हुनुहुन्छ। हेर्नुहोस् पानी पनि छैन, खुर्सानी छ। हेर्नुहोस् गाइज कसरी खाँदै हुनुहुन्छ। अङ्कल तपाईँलाई पानी खान मन लाग्दैन खुर्सानीसित? मलाई त यो च्यालेन्ज ल्याइरहन्छु मैले। यस्तो च्यालेन्ज ल्याइरहनु मान्छेलाई यसो केही हुन्न, पिरै हुन्न। हेर्नुहोस् गाइज यत्रो प्लेटको खुर्सानी खतम गर्नु भइसक्नु भएको छ। आज रेकर्ड तोड्दै हुनुहुन्छ खुर्सानीको। अस्ति ढेडे खुर्सानी आधी किलो थियो, आज आधी किलोभन्दा धेरै छ गाइज खुर्सानी। हेर्नुहोस् दाइ कसरी खाँदै हुनुहुन्छ। हेर्नुहोस् गाइज आज मैले 5000को सट लगाएको थिएँ गाइज। आज रेकर्ड तोड्नु भयो। आज मेरो 5000 तपाईँलाई दिन सक्न सफल भयो म। यो 5000 तपाईँलाई दिन्छु म, तपाईँले रेकर्ड तोडिदिनु भयो। थ्याङ्क यू। गर्नु पर्यो नि पहिला, पैसा कति छ नि यहाँ? गर्नु 5.5 सट लगाएको हो नि। कति थियो? 700 ग्राम खुर्सानी थियो नि? थियो। केही मैले केही पेइन नि मैले। 1000, 2000, 3000, 4000, 5000, 5.5 या आयो। मैले च्यालेन्ज गरेर भाइसित 5.5 मैले जितेको छु। हेर्न सक्नुहुन्छ गाइस। तपाईँलाई कस्तो लाग्यो? फेरि तपाईँले यो ट्राई नगर्नु होला। कसैको खुर्सानी यताउति खाने नलेज छ भने खानु होला। तपाईँले ट्राई गर्नु होला। फेरि खुर्सानी तपाईँले कस्तो गराउँछ भने अस्ति मैले आधा किलोको भोल्टे खुर्सानीको च्यालेन्ज लिएको थिएँ। आयो 700 ग्राम खुर्सानी। हेर्न सक्नुहुन्छ मैले भइसकेको छु साथमा। हेर्न सक्नुहुन्छ त्यति मैले 5.5 जितिसकेँ मैले। कसैले च्यालेन्ज गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नु होला। यस भिडियोलाई सेयर कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। यस्ता भिडियोहरू मैले ल्याइरहनेछु। थ्याङ्क यू सो मच। जुसु भेट।